बाबा नमस्कार। नमस्ते नानी। रवि भाइ भित्र छ? भित्रै होला नानी, भित्रै आउनु। आरामै हुनुहुन्छ? आरामै छ नानी। अनि रवि भाइ बिरामी छ क्या? के को बिरामी हुनु नानी? आजभोलि यो केटालाई के भएको छ, के भएको छ न भनेको मान्छ, न केही टेर्छ। सुन्नु हो नि, फेरि त्यसका बाबु ठाडो बजाउनु सुरु गर। बाबा म रविलाई एकछिनभित्र गएर भेट्छु नि। ए हुन्छ नानी, भित्र गएर कुरा गर्नु। ए भाइ नमस्ते। नमस्ते, के गर्दैछ भाइ? हार्मोनियम त नयाँ किनेछौ त, कति पैसा लगायो? मैले किनेको होइन, त्यो बाँसुरी राम्रो बजाउने दाइ हुन्छ नि, डिपी कोइराला? उहाँले दिनुभयो। ए राम्रो गर्नु भएछ त। बजाउन एक दुई दिन दिनु नि भएन। अनि के हो, तिमी त आजकल त म भन्दा नि बुढो देखिन थालेछौ त। त्यस्तो देखिएको छ? होइन मैले त्यतिकै जोक गरेको। सुन न, म अफिस लाग्दै थिएँ होइन, बाटोमा त्यतिकै तिमीलाई भेटेर जानु पर्यो भनेर निस्केको। हामीले एउटा प्रोग्राम एरेन्ज गरेका छौँ जुनमा। कस्तो प्रोग्राम? जुनको 13, 14 र 15 तारिक हो होइन, ह्युस्टनमा टेक्सासको। अनि त्यो चाहिँ हिमालयन फेस्टिभल। सम्पूर्ण हिमालयन रिजनमा बस्ने जो हिमालीवासीहरू छन् होइन, उनीहरूलाई चाहिँ एउटा प्लेटफर्म दिनको लागि, जस्तै तिमी सङ्गीत सिकिराखेका छौ, सिङ्गिङ आइकन, डान्स कम्पिटिसन, सर्ट मुभी कम्पिटिसन, अनि त्यसै गरी मिस भुटान पहिलोचोटि भुटानीहरूले होइन। अनि अरू के छ भन्दाखेरि आर्ट्स कम्पिटिसन छ, सकर टुर्नामेन्ट, भलिबल टुर्नामेन्ट। अब ती अरूमा त अरू नै जान्छन्, तर मेरो चाहना चाहिँ के हो भने, अब हामी सँगै बसिएको छ, मलाई थाहा छ तिम्रो सङ्गीतमा पनि धेरै ठुलो इन्ट्रेस्ट छ, त्यही भएर यो सिङ्गिङ कम्पिटिसनमा चाहिँ मैले तिमीलाई लिएर जाने विचार गरेको छु। दाइ भर्खर त हार्मोनियम बजाउन सिक्दै। त्यसो त अहिले अनि भर्खर अप्रिल हुँदैछ, मे जुन 2 महिनाको टाइम छ नि त, तिमीले एकदम प्र्याक्टिस गर्नु टाइम पाउँछौ त। अनि ल नि त, राम्रोसँग प्र्याक्टिस गर, म अहिले निस्किन्छु है। म पनि आउँछु। ए बाबा म निस्किनु पर्यो अब। लागिहाल्नु र नानी? जाने अलिकति हतार पनि छ। म त यसो लुगा धुनु पर्यो भने एउटा लुगा धुन लाग्यो नानी। एक कप तातो चिया त खाएर जानु पर्थ्यो। होइन बाबा, फेरि आउँदा खान्छु नि, अलिकति मलाई हतार छ। होइन बाबु बसु न। ए छोरी। हजुर बाबा। यहाँ आउ त नानी, अङ्कललाई एक कप तातो चिया बनाएर लिएर आउ त। अब म कहाँ चिया बनाएर चाहिँ, मेरो डान्स क्लास सबै साथीहरू आइसके। ओए आशिका छिटो आइज न। दिदी पनि आउनु भएछ। ल त म गएँ। देखिहाल्नु भयो नि नानी, छोरो एकातिर गाइने, छोरीको एकातिर कताको नाच अरे। यस बुढेसकालको सहारा बन्छन् होला भनेको थिए नानीहरू, नहुने भए। यिनीहरूलाई आमा नहुँदाको पीडा कहिले पनि सहनु परेन। मैले हर दुःख गरेर हुर्काएँ, बढाएँ, आज आएर बेसहारा बनाउँछ मलाई यस बुढेसकालमा। मलाई त एकदम दुःख लाग्छ नानी। फिर नगर्नुहोस् बाबा, समय सँगसँगै नानीहरू पनि परिवर्तन चाहन्छन्। यो नाच्नु गाउनु नराम्रो चिज होइन, म यिनीहरूलाई सम्झाउँछु नि। अहिलेलाई म लाग्यो। हस् त, हुन्छ नि। ए म त मोबाइल चाहिँ यहाँ भुइँमा झारेछ। ल
अब त हुँदा हुँदै लुगा सुकाउने डोरीसम्म पनि चोरी हुन थाल्यो। अब मैले के सुकाउने लुगा? हर रात सपने यस्तो गीत के सुनिरहेको लगाउँछ त्यो मलाई मनपर्छ क्या त्यो गीत। उसले सत्यजुगको तिमीलाई अहिले मन पर्छ यहाँ? मलाई मन पर्यो भने ल यहाँ के मेलाको छ हेर न कुनै दिन यसो हेर्न जान्छ घरमा बसेको छ चुप लाग्नु नि म हेर्छु त हेर के तिर्नु छ तिरै तिर्छु त साँच्चीकै जाँदैन जान्न के ल म चाहिँ गएँ दाजु त्यही गाउँमा पहिरो गएको हेरेर ऐठन परेर बसेर मरेर कमाइ 1000 रुपियाँ हुन्छ तेल चाहिँ 1500 जतिको पठाउँछ केटा घरबाट तिरिस के त तिम्रो घरबाट तिर्छ आफै तिर्ला केटा घरबाट तिरिस के त तिम्रो घरबाट तिर्छ आफै तिर्ला रवि तिमीलाई एउटा कुरा हुन्छ माइन्ड नगर है भन के थियो तिमी समयअनुसार चल्न सिक रवि तिमीलाई त फेसनको कन्सेप्ट नै छैन तिमीले अस्ति पार्टीमा कस्तो ड्रेस लगाएर आएको मलाई साथीहरूले कस्तो बिल्ला गरे यु हेभ टु चेन्ज रवि हेर म जस्तो छु ठिकै योभन्दा कति चेन्ज कसको लागि चेन्ज गर्नु तिमी त कस्तो पाके कुरै बुझ्दैनौ तिमी त कस्तो पाके कुरै बुझ्दैनौ तिमी त कस्तो पाके कुरै बुझ्दैनौ रवि हजुर कहाँ हिँडेको तिमी काहीँ पनि होइन के सामानहरू किन्नु छ छैन त्यस्तो छ भने आएर बस नि म पुर्याइदिन्छु होइन ल त दाइ म गएको
हुँदै लुगा सुकाउने डोरी अब त हुँदा हुँदै लुगा सुकाउने डोरीसम्म पनि चोरी हुन थाल्यो। अब मैले के सुकाउने लुगा? मेरो शङ्का सही निस्केछ। हेलो, कहाँ पुग्नु भयो तपाईँ? म अलिकति ढिलो आउँछु ल, मेरो अलिकति काम छ। यो मान्छे त नि जहिले यस्तो गर्छ। म रेडी भएर यहाँ बसेको कति बेर भइसक्यो। भइगयो किचकिच नगर, म आउँछु भने आछु त। अफिस त अघि छुट्टी भएको त, खोइ घर आएको। आउँछु भने आज झन्झट नगर, मैले फोन राखिदिएँ। यो मान्छे त नि कहिले पनि सुत्दैन। के चाला हो यो? आफ्नो औकात देखाएर छोडी छैन? देखाएर छोडी छैन? मैले तेरो लागि के गरेको थिइनँ? के गरेको थिइनँ मैले तेरो लागि? आधा रातमा कामबाट फर्किँदा गाडी छैन भन्दाखेरि म राति गाडी लिएर तँलाई लिन पुगेको। कहिले सपिङ, कहिले हस्पिटल। तँलाई मर्नु नै थियो यहाँ आएर आत्महत्या गरेर। किन आएको? त्यो शरणार्थी क्याम्पबाट किन आएको मर्नु थियो भने? मर्नको लागि बाँच्नका लागि सङ्घर्ष गर्न जिन्दगीमा कति प्रगति हुन्छ? मेरो लाइफ हो नि, मेरै खुसी। सङ्घर्ष गर्न नसकेर मर्नुलाई विकल्प ठान्यौ होइन तिमीले? तपाईँले भने जतिको हुन्छ? आफूलाई कति टेन्सन हुन्छ भने तपाईँलाई कसरी थाहा हुन्छ? घरमा पनि टेन्सन दिन्छ, गर्लफ्रेन्डले पनि टेन्सन दिन्छ, साथीहरू पनि खोइ कता कता। यो बिरानो मुलुकमा कसलाई समस्या छैन? के यो समस्या तिमीलाई मात्रै हो? तिमीले मात्रै झेल्दैछौ यत्रो समस्या? तिमी जस्तो युवाहरू यसरी हरेक दिन कुनै स्टेटमा एउटा, कुनै स्टेटमा दुईवटा झुन्डिएर मर्ने हो भने घरमा त्यो अनपढ बाबुआमाले कसरी गरेर खान्छन्? सबै मलाई थाहा छ, तर साथीहरूले पनि वास्तै गर्दैन। थाचेर पनि मैले केही पनि देखेँ। हेर भाइ, आजसम्ममा नि 59 जना भुटानीहरू आत्महत्या गरेर मरिसकेर आत्महत्या गरेर मर्ने कुनै झन्डै सोच बनाउँछ नि, त्यो मान्छे आधा मरिसकेको हुन्छ र आधा चाहिँ डोरीको भरमा जान्छ। अहिले मैले यहाँ 2 मिनट मात्र ढिलो गरेको भए तिमी मरिसकेको हुन्थ्यौ। यो सुन्दर संसार, तिम्रा परिवार, नातागोता, साथीभाइ, तिनीहरूको बारेमा कहिले पनि सोचेन। खैर, जे होस्, तिमीले एउटा नराम्रो प्रयास, हरेक प्रयासहरू राम्रो काममा गर्यो भने प्रगति निश्चित हुन्छ। यो अवसरको भूमि हो। युनाइटेड स्टेट अफ अमेरिका भनेको ल्यान्ड अफ अपर्च्युनिटी। कुरा बुझ्यौ? बुझ्यौ नि? वेलकम टु न्यू लाइफ।